Hi guys, welcome to my new video. अब यसमा आज 3 किलो दुध ल्याएर लिटर भन्छ के भन्छ ल्याएर कुराउनी बनाउने आँट गरियो छ है दुबईमा। यो भिडियो फेरि लास्टै भाइरल भइदियो भने खै ल्यान्डलर्डले के भन्ने धेरै ग्यास युज गर्यो भन्ने हो नि। चलो भालै फरेर जे होला होला हैन। ल यसरी बसालेर वोकमा हुन पनि हामीले कराए हैन सिधै चाइनिज वोकमा हानेको पाक्न लागिसक्यो है। बलको छुट्न लागिसक्यो। यसलाई मजाले चलाइ हैन। अनि साइडमा लाको कोतर कातर पार्नुपर्छ फेरि नत्र भने कुरो नि राम्रो हुँदैन अरे भन्ने कुरो सुन्थे है। कति हो सत्य त थाहा छैन। अनि त्यसपछि कसैले बनाएर हेर्नु भएको छ आजसम्म? मतलब गाउँघरमा त चलो घरको दुध हुन्छ हैन अनि त्यसबाट बनाइन्छ। अब यहाँ विदेशमा यो किनेको फ्रेस मिल्क त भन्छ तर खै कस्तो हुन्छ कि थाहा। अब ग्राउन्ड पनि लास्टै वेट गर। One eternity later. अनि अहिले 2-3-4 सेकेन्ड पहिला के चेन्ज भयो मेरो भिडियोमा कसैले केही थाहा पाउनु भयो? थाहा भएको भए कमेन्ट हान्नु होला है। ल कुरो गर्दा गर्दै यहाँसम्म पुग्यो हाम्रो जर्नी। अब एकदम ठिक भइसक्यो कुरो नि। आइ एम एक्साइटेड रियली एक्साइटेड। अब यसमा हेर्नु इलायची हालेको मरिच पिसेर हालेको दामी हुन्छ भन्ने सुनेर अब कस्तो हुने हो। बट नाउ इट्स थिक हुँदै गइरहेछ। जति पकायो त्यति ठिक हुन्छ हैन। अनि यसलाई पकाएर मात्र भएन, त्यसलाई फेरि सेलाउनु हाल्नु पर्यो। अनि एकै दिनमा खानु भएन, त्यसलाई फेरि राख्नु पर्यो। डेली एक चम्मच खानु पर्यो टु गेट द्याट एक्साइटमेन्ट। घरबाट ल्याएको क्या एक्साइटेड हुन्छ, आफूले बनाएको झन् धेरै हुन्छ होला, नट स्योर। अब चाहिँ I'm just thinking to put in the bowl and keep it aside for sharing. यो भनेको बेस्ट इम्पोर्टेन्ट पार्ट। लागेको भाँडोमा लागेको कोतरेर खानुपर्छ साथीहरू। बोलमा राख्यो। नाउ इट्स टाइम टु कुक। यो आज यति छ, 2-3 दिनमा खलास हुन्छ खलास। अनि म चाहिँ यता बिजी। थ्याङ्क यू सो मच फर वाचिङ। लाइक, सब्सक्राइब एन्ड कमेन्ट।